बलि वृन्दावन धामको जय हो। हरे हिन्दू धर्ममा विश्वास गर्ने महानुभावहरूले यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नका लागि अनुरोध गर्दछु। पवित्र कालीगण्डकी नदीको समीपमा कालीगण्डकी 1 हर्मिचौरको रेप्कामा 108 पिपली युवा वयोवृद्ध महिलाहरू र बालबच्चाहरू सबै मिलेर रोप्नु भएको रहेछ र त्यहाँ विशेष गरेर वैशाखको महिनामा प्रत्येक शनिबार पिपलीको जल खाने कार्यक्रम राखिएको रहेछ। बृहत भजन कीर्तन सहित गाउँलेहरू मजाले जम्मा भएका थिए र धार्मिक कार्यमा संलग्न थिए, मधुर भजनमा रमिरहेका थिए। यो देखिसकेपछि यहाँहरूलाई पनि यो भिडियो मार्फत म यो ठाउँको प्रवर्धनका लागि यो सामग्री प्रस्तुत गर्दैछु।